के तपाईको बच्चा धेरै चिन्तित, उदास वा मोबाइलमा धेरै झुकेको छ? यी एङ्जाइटी, डिप्रेसन र एडिक्सनका सङ्केत हुन सक्छन्। एङ्जाइटी भनेको धेरै चिन्ता र डरको अवस्था हो। डिप्रेसन हुँदा बच्चा उदास, एक्लो र चासोहीन हुन्छ। एडिक्सन भनेको मोबाइल, गेम वा अन्य कुरामा अत्यधिक निर्भर हुनु हो। अब प्रश्न, बच्चालाई यी समस्याबाट कसरी जोगाउने? पहिलो उपाय, बच्चासँग खुलेर कुरा गर्नुहोस्। तिमीलाई के समस्या छ? म सधैँ तिम्रो साथमा छु। यसले बच्चालाई सुरक्षित र बुझिएको महसुस गराउँछ। दोस्रो उपाय, समय व्यवस्थापन र रुटिन बनाउनुहोस्। पढाइ, खेल र आरामको सन्तुलन जरुरी हुन्छ। तेस्रो उपाय, मोबाइल र स्क्रिन टाइम सीमित गर्नुहोस्। धेरै स्क्रिनले एडिक्सन र ध्यान कमी बढाउँछ। चौथो उपाय, प्रशंसा र माया दिनुहोस्। यसले आत्मविश्वास र सकारात्मक सोच बढाउँछ। अन्तिम कुरा, बच्चाको व्यवहारमा परिवर्तन देखिए तुरन्त ध्यान दिनुहोस्। आवश्यक परे काउन्सलर वा साइकोलोजिस्टसँग सहयोग लिनुहोस्। बालबालिकाको मानसिक स्वास्थ्य जोगाउनु नै उनीहरूको उज्जवल भविष्य हो।